ल प्रभु भगवान हो नमस्कार गरियो अहिले चाहिँ बिहानको नमस्कार गरियो गाईघाटबाट चाहिँ अ, अब भगवानहरू अब यस्तै छ सत्यको खोजी गर्दै गर्दाखेरि तपाईँको चाहिँ नि सत्य यहाँ रहेछ अनि हिजो चाहिँ फेरि म उता फुलबारी मुनिको घाटमा गएको थिएँ त्यहाँ बिहान गएँ राति चाहिँ तपाईँको चाहिने म यहाँ रात बिताउन आएँ त्यो भएका त्यसको बन्दोबस्त गरेर म चाहिँ हिजो यहाँ भगवान्सँग भगवान् विष्णुको शरणमा भनौँ न नाग भेटिनु हो अँ, नाग भेटियो त्यहाँ चाहिँ नागको मूर्ति म नजिकै गएर देखाउँछु तपाईँहरूलाई नागको मूर्ति बाबाजीले चाहिँ नागको मूर्ति फेला पार्नु भएको छ त्यहाँ नागको मूर्ति नागको मूर्ति है उडार पनि भेटियो बुढा हो नागमूर्ति भेटियो सानो थान रहेछ नि त यता पहिला त थान रहेछ नि त नाग थान रहेछ त अब यो कसलाई थाहा हो नि सफाइ गर्दै जान्छ हो अब यो झिक्नु खास त यस्तो पो रहेछ त यहाँ यस्तो भएर लास्टमा ल यो नाग देउता त ढुङ्गामा पनि हुनुहुँदो रहेछ त बा हो यसरी चाहिने नागको मूर्ति र गुफा भेटिएको छ तपाईँको चाहिने हिजो बेलुकाको मेरो आश्रय चाहिँ अपेक्षा त्यो प्रतीक्षालयमा सुत्ने थियो तर यहाँ हिजो बेलुका एउटा ठुलो टोलीले चाहिँ यहाँ धेरै कुराहरू हाल्दै हुनुहुन्थ्यो त्यो हुनाले बसाइ चाहिँ मेरो विष्णुको चरणमा भयो हिजो बेलुका यही हो बसाइ भएको भगवानको शरणमा शिर राखेर तपाईँको चाहिने हिजो आश्रय लियो जय प्रकृति पुजारी